अहिले चाहिँ बिहान हामी मेडिकल गर्न गइरहेको छौँ हैन। मेडिकल गरेर चाहिँ हामी फर्किन्छौँ। यो सायद हाम्रो भिजा मेडिकल हो। अब सकेसम्म चाँडै सकोस् भनेर आशा गरौँ न हैन। नेक्स्ट दामी मौसम छ बाहिरको। सही जग्गा मौसम चाहिँ आज। सबै आफ्नो पारामा छ। सो गाइज अहिले चाहिँ हामी टक्क लाएर यहाँ आफ्नो मेडिकल गर्नको लागि आएको छ हैन। यस्तै छ यहाँको दृश्य चाहिँ। हाम्रो चाहिँ यहाँ मेडिकल यहाँ हुन्छ है। गाडी यहाँ छ। तर आज कस्तो घाम लागिरहेछ हो। अब आएको समय बादल पनि छ फेरि घाम पनि छ। रम्बल जस्तो ठाउँमा आएको छु हो मेडिकल गर्न यार। गाह्रो छ। गाडी टन्नै छ यहाँ हैन। हाम्रो गाडी पनि हो त्यसमा। हाम्रो गाडी है त्यहाँ पिच्छको। यहाँ चाहिँ मस्जिद पनि छ एउटा। यो मस्जिद है के रेस्टुरेन्ट पनि रहेछ यहाँ चाहिँ। मस्जिद चाहिँ खतरा रहेछ हौ मस्जिद पनि। टक्क लाएर काम चर्को लागिरहेछ यार। कस्तो लागिरहेछ हजुरलाई यहाँ आउँदाखेरि? भोक लागिरहेछ? अब गएर खाने हो टक्क लाएर। गएर खानुपर्छ चट्ट लाएर है। तर दामी छ यार। यहीँ मात्र छ हौ बादल पनि फेरि। अन्त त फेरि आकाश एकदम क्लियर छ फेरि। हाम्रो चाहिँ भिजा मेडिकल चाहिँ यहाँ हुन्छ यो गाडीमा है। त्यस्तै होला। हाम्रो चाहिँ गाडी यही हो है। यो गाडी पछाडिबाट आइरहेको गाडी जान लाग्यो जस्तो छ। कतिखेर हुने हो? लाइन छ यार। लाइन लास्टै लाइन छ। त्यहीँ हो मान्छेहरू लाइन छ नि। त्यहाँ भिड छ है। लाइन लागिरहेको छ। हाम्रो कतिखेर हुने हो थाहा छैन। यहीँ अलरेडी कति 10:30 भइसक्यो हो। त्यहाँ चाहिँ हाइवे है। उता चाहिँ हाइवे त्यही भयो। ल बाई बाई गाडीलाई। यस्तो छ अवस्था यार यहाँको यार। तर सही भ्यू आयो यार कसम। त्यो मान्छेहरू त्यहाँ लाइन लागिरहेको छ हैन। ठिक छ यार। यहाँ एउटा रेस्टुरेन्ट रहेछ। तर यो रेस्टुरेन्ट चाहिँ सायद महँगो नै एक्सपेन्सिभ होला हैन। त्यही भएर हामी चाहिँ यो ठाउँमा खाँदैनौँ। हामी चाहिँ अब त्यही आफ्नै क्याम्पतिर गएर खान्छौँ। पहिला हाम्रो चाहिँ अब भिजा मेडिकल गर्नुपर्ने हुन्छ। अहिले चाहिँ बेला भएको छैन। त्यही पनि लाइन छ मान्छे त्यहाँ। मैले किन गरिरहनु र। तर दामी लागिरहेको छ यार। बादल त अहिले त खतरा देख्यो क्या है। अहिले चाहिँ टक्क लाएर दामी टक्क बादललाई घामले छेकेको छ हैन। बादलले चाहिँ घामलाई छेकेको छ है। दामी छ। मान्छेहरू सब यस्तो बसिरहेछ। त्यो सबैजना भिजा मेडिकल गर्नको लागि चाहिँ यही ठाउँमा आउने रहेछ फेरि है। त्यही हो। गाडी ठुल्ठुलो गाडीहरू छ यार। हाम्रो चाहिँ फेरि सानो माइक्रो छ क्या फेरि। टक्क है। यो चाहिँ दुबईको मेट्रो। यस्तो छ मेट्रो चाहिँ है यहाँ। तर सही छ हो। हामीलाई यहीँ रोक्यो त हामी यहीँबाट मेट्रो चढेर जान्थ्यो होला। यो मेट्रो अगाडि मेट्रो स्टेसनमा यही हो। क्यापिटल एक्सप्रेस यो चाहिँ है मेट्रोको लाइन हो। हाम्रो नेपाल यतिको जति कहिले विकास हुने हो थाहा छैन। यस्तो छ यहाँको अवस्था। हामीलाई त यतैतिर रोक्दै पनि हुन्थ्यो। बरु हामी यहीँबाट झरेर जान्थ्यौँ। रोक्दैन के गर्नु। फाल्गु चाहिँ जानुपर्छ।
सो गाइज वी आर इन्टर द सिटी है। अहिले चाहिँ हामी सिटीमा छिरिसक्यौँ होइन। यहाँ अहिले सबै नर्मल कन्डिसन भइसक्यो, ढुक्क भयो हुन्छ। अहिले त्यस्तो डराउनु पर्ने अवस्था केही छैन, इट्स नर्मल है। जस्तो पहिला थियो त्यस्तै अहिले गाडीहरू पनि चलिरहेछ होइन। त्यही हो, अहिले पनि कन्डिसन एकदम गुड भइसक्यो।